नमस्कार, यहाँहरूलाई स्वागत छ हाम्रो च्यानलमा। आज मैले साह्रै राम्रो आकर्षक 1.5 तले नयाँ घर लिएर आएको छु। काठमाडौँ गोकर्ण मन्दिर नजिकै रहेको छ। 3.5 आनामा बनेको 14 बाई 14 पिलर भएको राम्रो घर रहेको छ भने पूर्वी दक्षिण मोडा गरेको 13 फिटी बाटोको एक्सेस यहाँहरूले पाउन सक्नुहुनेछ। यो घरमा यहाँहरूले 6 वटा रुम पाउन सक्नुहुनेछ भने 2 वटा बाथरुम पाउन सक्नुहुनेछ, एउटा लिभिङ रुम, एउटा किचन रुम पाउन सक्नुहुनेछ, 4 वटा बेडरुम यहाँहरूले पाउन सक्नुहुनेछ। यदि तपाईँहरू काठमाडौँ गोकर्णतिर राम्रो खालको नयाँ घरको खोजीमा हुनुहुन्छ भने एकचोटि आफै आएर भिजिट गरेर राम्रोसँग बुझेर यहाँहरूले लिन सक्नुहुनेछ। यहाँहरू अन्तिमसम्म भिडियो हेरेर साथ दिनुहोला, सम्पूर्ण जानकारी हामी दिनेछौँ। आउनुहोस्, अब म तपाईँहरूलाई यो घरको भित्रको दृश्य देखाउन गइरहेका छौँ। तपाईँहरूले दृश्यमा देख्न सक्नुहुनेछ, यहाँ सुन्दर स्लाइडिङ गेट रहेको छ भने यो स्लाइडिङ गेटबाट छिर्ने बित्तिकै यहाँहरूले पार्किङ स्पेस पाउन सक्नुहुनेछ। पार्किङ स्थलमा पनि राम्रो खालको टाइलहरू युज गरेर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने यहाँहरूले एउटा गाडी राखेर 2-3 वटा बाइक मजाले पार्किङ गर्न सक्नुहुनेछ। यो साइडमा पनि यहाँहरूले हात खुट्टा धुनको लागि 2टा धारा राखेको पाउन सक्नुहुनेछ भने यतापट्टि पनि यहाँहरूले बाइकहरू पार्किङ गर्न सक्नुहुनेछ। तपाईँले दृश्यमा देख्न सक्नुहुनेछ, सुर्की डिजाइन लगाएर राम्रो आकर्षक देखिने हिसाबले बनेको पाउन सक्नुहुनेछ। आउनुहोस्, अब म तपाईँहरूलाई भित्र रुमहरूको दृश्य देखाउन गइरहेका छौँ। यो ढोकामा पनि यहाँहरूले जाली खाबर लगाएर राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुनेछ। ढोकाबाट छिर्ने बित्तिकै यहाँहरूले लिभिङ रुम पाउन सक्नुहुनेछ भने भुइँमा पनि पार्केटिङ गरेको यहाँहरूले पाउन सक्नुहुनेछ। साइड भित्तामा यहाँहरूले क्रिम कलर लगाएर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने साइडमा यहाँहरूले कर्नस डिजाइनहरू लगाएर राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुनेछ। यो लिभिङ रुम यहाँहरूले निकै नै फराकिलो पाउन सक्नुहुनेछ। आउनुहोस्, अब म तपाईँहरूलाई यो किचन रुमको दृश्य देखाउन गइरहेका छौँ। यो किचन रुमको फ्लोरमा पनि राम्रो खालको टाइलहरू युज गरेर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने बाहिरपट्टि निस्किनको लागि यहाँहरूले एउटा ढोका पाउन सक्नुहुनेछ। यो किचन सेटअपमा पनि राम्रो खालको ग्रेनाइट टाइलहरू युज गरेर बनेको पाउन सक्नुहुनेछ भने वाटरप्रुफ काठ युज गरेर सामानहरू राख्नको लागि यहाँहरूले ऱ्याक बनेको पाउन सक्नुहुनेछ भने यतापट्टि भाँडा धुने बेसन राखेको यहाँहरूले पाउन सक्नुहुनेछ। प्लस यहाँहरूले यो साइडमा चाहिँ यहाँले चिम्नी राखेको पाउन सक्नुहुन्छ। पूर्वीपट्टि फर्काएर राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुनेछ। यो बाहिरपट्टि पछाडिपट्टि साइडमा चाहिँ यहाँहरूले पानीको बोरिङ पाउन सक्नुहुनेछ भने टाइलहरू बिछाएर राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुनेछ। आउनुहोस्, अब म तपाईँहरूलाई बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो पूर्वी उत्तर साइडपट्टिको बेडरुम रहेको छ भने यो बेडरुम यहाँहरूले फराकिलो नै पाउन सक्नुहुनेछ भने भुइँमा यहाँहरूले पार्केटिङ गरेको पाउन सक्नुहुनेछ। कलरमा यहाँहरूले क्रिम कलर लगाएर राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने साइडमा यहाँहरूले करेस डिजाइनहरू लगाएर बत्ती कलरहरू राम्रो डिजाइनमा लगाएको पाउन सक्नुहुनेछ। झ्यालडको चाहिँ काठकै प्रयोग भएको यहाँहरूले पाउन सक्नुहुनेछ भने सुरक्षाको लागि यहाँहरूले ग्रिल लगाएको जाली खाबाहरू लगाएको पाउन सक्नुहुनेछ। साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको घर रहेको छ भने अब म तपाईँहरूलाई यो कमन टोयलेट बाथरुमको दृश्य देखाउन गइरहेका छौँ। यो कमन टोयलेट बाथरुममा यहाँहरूले यतापट्टि साइडमा धुने बेसन राखेको पाउन सक्नुहुनेछ भने राम्रै खालको टाइलहरू युज गरेर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने पेन युज गरेर बनेको यहाँहरूले पाउन सक्नुहुनेछ। यदि तपाईँहरू काठमाडौँ गोकर्णतिर यस्तै 1 तले नयाँ घरको खोजीमा हुनुहुन्छ भने एकचोटि आफै आएर भिजिट गरेर राम्रोसँग बुझेर यहाँहरूले लिन सक्नुहुनेछ। आउनुहोस्, अब म तपाईँहरूलाई पूर्वी दक्षिण साइडपट्टिको बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो बेडरुम पनि यहाँहरूले फराकिलो नै पाउन सक्नुहुनेछ भने साइड भित्तामा यहाँहरूले क्रिम कलर लगाएको पाउन सक्नुहुनेछ प्रत्येक रुममा। प्लस यहाँहरूले कर्निस डिजाइनहरू लगाएर बत्तीहरू राम्रो खालको लगाएर बनेको पाउन सक्नुहुनेछ। यो बेडरुम पनि यहाँहरूले निकै नै फराकिलो पाउन सक्नुहुनेछ। यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सब्सक्राइब गरेर साथै फलो पनि गर्न नभुल्नुहोला। आउनुहोस्, अब म तपाईँहरूलाई माथि टप फ्लोरको पनि दृश्य देखाउन गइरहेका छौँ। यो भर्याङमा पनि राम्रो खालको ग्रेनाइटहरू युज गरेर बनेको पाउन सक्नुहुनेछ भने भर्याङमा सेफ्टीको लागि यहाँहरूले काठको रेलिङ पाउन सक्नुहुनेछ। आउनुहोस्, भर्याङमा यहाँहरूले माथिसम्म रेलिङ हालेको पाउन सक्नुहुनेछ भने माथि यहाँहरूले 2 वटा बेडरुम पाउन सक्नुहुनेछ भने कमन टोयलेट बाथरुम एउटा पाउन सक्नुहुनेछ। आउनुहोस्, भित्र बेडरुमको दृश्य म तपाईँहरूलाई बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो माथि चाहिँ यहाँहरूले टस हालेर बनेको पाउन सक्नुहुनेछ भने यो बेडरुम पनि यहाँहरूले फराकिलो नै पाउन सक्नुहुनेछ। क्रिम कलरहरू लगाएर
राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने यो बेडरुम यहाँहरूले निकै नै फराकिलो पाउन सक्नुहुनेछ। यतापट्टि पनि यहाँहरूले सेम बेडरुम पाउन सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँहरूलाई कमन टोयलेट बाथरुम उद्देश्य देखाउन गइरहेका छौँ। यो कमन टोयलेट बाथरुममा पनि यहाँहरूले राम्रो खालको टाइलहरू युज गरेर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने प्यान युज गरेको यहाँहरूले पाउन सक्नुहुनेछ। फराकिलो नै पाउन सक्नुहुनेछ। 1000 लिटरको 2वटा ट्याङ्की यहाँहरूले पाउन सक्नुहुनेछ भने कपडाहरू धुनको लागि एउटा धारा पाउन सक्नुहुनेछ। साह्रै राम्रो आकर्षक घर रहेको छ। अब म तपाईँहरूलाई पूर्ण जानकारी दिन गइरहेका छौँ। काठमाडौँ गोकर्ण मन्दिरबाट एकदमै नजिक रहेको छ भने 3.5 आनामा बनेको एक तला आधी हालसालै बनेको घर रहेको छ। 14 बाई 14 पिलर पाउन सक्नुहुनेछ भने पूर्वी दक्षिण मोडा रहेको छ। यो घरमा यहाँहरूले 13 फिटी बाटोको एक्सेस पाउन सक्नुहुनेछ भने जम्मा 6वटा रुम पाउन सक्नुहुनेछ। 2टा कमन टोयलेट बाथरुम पाउन सक्नुहुनेछ। साह्रै राम्रो आकर्षक हालसालै फिनिसिङ हुँदै गरेको घर रहेको छ। यदि तपाईँहरू यस्तै राम्रो नयाँ घरको खोजीमा हुनुहुन्छ भने यो घर तपाईँहरूको लागि उपयुक्त हुन सक्नेछ। एकचोटि आफै आएर भिजिट गरेर राम्रोसँग बुझेर यहाँहरूले लिन सक्नुहुनेछ। खानेपानी बिजुली बत्ती ढल्नेका छ सम्पूर्ण सुविधा यहाँहरूले पाउन सक्नुहुनेछ भने गोकर्णेश्वर मन्दिर नजिकै रहेको छ। सुन्दर जल जाने मेन हाइवेबाट 700 मिटर भित्र रहेको छ। स्कुल कलेज हस्पिटल यातायात सुविधा यहाँहरूले एकदमै नजिक पाउन सक्नुहुनेछ। यदि तपाईँहरूलाई पैसा पुगेन भने ब्याङ्किङको पनि सुविधा रहेको छ भने यदि तपाईँहरूलाई गोकर्ण मन्दिर नजिकै वरिपरि 3 आनादेखि 4 आनासम्म जग्गा छ भने पैसा थप गरेर सट्टपट्ट यहाँहरूले गर्न सक्नुहुनेछ। घरधनीले बताएअनुसार यो घरको मूल्य 1,80,00,000 बताउनु भएको छ। यदि तपाईँहरूले तु पास गर्नुभयो भने मूल्यमा पनि तपाईँकै भाउमा मिलाएर दिने घरधनीले बताउनु भएको छ। स्क्रिनमा दिएको नम्बरमा यहाँहरूले कन्ट्याक्ट गरेर आउन सक्नुहुनेछ भने हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर यहाँहरूले साथ दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो च्यानललाई यसरी नै माया गरिदिनु होला। लाइक सब्सक्राइब गर्न नभुल्नु होला भन्दै आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। पुनः हामी अर्को भिडियो ल्याएर उपस्थित हुनेछु। यहाँहरूलाई धेरै धेरै धन्यवाद।